फाइनली अब हाम्रो खाना पाकेर पनि खाना खाना तयारी हुँदैछ। हाम्रो सरहरू एकदम कोही भर्खरै ड्युटीबाट आउनुभयो। अब हामी चाहिँ अघि खाना बनाएर फोटो खिच्ने काम भइरहेछ सरहरूको। मेरो चाहिँ खाना यहाँ छ। कति धेरै भात खाएको भन्नु होला, यस्तै हो। अब बिहान बेलुका मात्रै खाना खाइन्छ, नास्ताहरू खासै खाइँदैन। त्यही भएर ज्यान पनि अब अलिक हुनै छ। यस्तै छ। अब आज सबैजना भेला भइएको छ एकैचोटि। छुट्टी भएकोले गर्दाखेरि भेट भइरहेछ। अब मेरो त सिपमा हुन्छ ड्युटी। 2 दिन रे 2 दिन नाइट 2 दिन छुट्टी हुन्छ। 6 दिनमा 4 दिन ड्युटी, 4 दिन छुट्टी, 2 दिन छुट्टी हुन्छ। त्यही भएर साथीहरूको नर्मल ड्युटी हो, अनि त्यति भेटै हुँदैन। आज चाहिँ सबैजना एकैचोटि भेट भइरहेछ। यस्तै छ हाम्रो चाहिँ। परदेशमा के गर्नु, गाह्रो छ जिन्दगीमा। हस् त, थ्याङ्क यू सो मच अहिलेसम्म मेरो भिडियो हेरेर साथ सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। नेक्स्ट भिडियोमा भेटौँला। के कस्तो लाग्छ मेरो भिडियो, मन परे लाइक शेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। थ्याङ्क यू सो मच। बाई बाई।